भिडियो नि नमस्ते सम्पूर्ण दर्शक महानुभावहरू। म आर्टिस्ट पुष्टिङको साथमा आज काइके गाउँपालिका वडा नम्बर 6 चिल्पारा मेरो सानैदेखि फ्यान एकदम मनपर्ने उहाँसँग सानैदेखि सङ्घर्ष गरेका मेरा लाल धामीज्यूलाई नमस्ते। नमस्ते। आज हामी यहाँसम्म पुगेछौँ काइके गाउँपालिका वडा नम्बर 6 चिल्पारा। उहाँको यो छोराको वर्तमानको लागि चोकचो बनाउन आइरहेको छौँ र आज लास्टमा काम निर्माण भएको छ। किनभने मलाई दर्शकहरूले के भन्न चाहन्छु भने यो हजारौँ वर्षदेखि चल्दै आएको यो काइके गाउँपालिका मार्फत डोल्पा जिल्ला अथवा हिमाली जिल्ला नेपालको जुनसुकै हिमाली जिल्लामा यो चोकचो भन्ने एकदम महत्त्वपूर्ण छ। योलाई एकदम अगाडि बढ्दै आएको मेरो सम्पूर्ण शुभचिन्तकहरूलाई म धन्यवाद दिन चाहन्छु। र फेरि पनि यो चोकचो मार्फत कुनै हाम्रो जुनसुकै धर्म पनि हाम्रो जुनसुकै धर्ममा जुनसुकै काममा चाहिँ नि अगाडि बढ्नु होला। सरकारले पनि अलिकति हामीलाई हेर्नु होला भन्ने मेरो अनुरोध गर्न चाहन्छु। जनताले जुनसुकै काममा समस्या छ त्यही काममा चाहिँ नि एट्याचमेन्ट गरेर एकदम सहयोग गर्न होला भन्ने मेरो पुनः आशा गर्दै मेरो भाइसँग आज यो चोकचो बनाएर निर्माण खुसियालीमा हामी कोक जुस खाँदैछ। उहाँलाई थोरै इन्टरभ्यूको लागि मेरो दर्शकहरूलाई मेरो युट्युब च्यानल मार्फत फेसबुक टिकटकमा हेर्नुहुने सम्पूर्ण दर्शकहरूलाई उहाँले केही भन्न सक्छु कि भन्ने मेरो पुनः आशा गरेको छ। स्वागत छ। धन्यवाद धामीज्यू। धन्यवाद। नमस्कार सबैलाई। हाम्रो काइके गाउँपालिका वडा नम्बर 5बाट हाम्रो पुष्टिङ बैजीज्यूले चाहिँ मेरो छोराको शुभ वर्धमानको लागि एकदम उहाँले चाहिँ आफ्नो सिप कला उहाँले आफ्नो समयलाई थाती राखेर मेरो काममा समय दिनुभएकोमा उहाँलाई पनि धेरै धेरै धन्यवाद। सर्वप्रथम म के भन्न चाहन्छु भने हाम्रो आर्टिस्ट पुष्टिङ बैजीलाई चाहिँ म उहाँको सिप कला देखेर म धेरै गर्व गर्न चाहन्छु। र यसमा चाहिँ हाम्रो पुष्टिङ बैजीले आफ्नो मेहनत आफ्नो लगनशील गरेर मलाई यतिसम्म सहयोग गर्नुभयो। हजुरहरूले पनि म के भन्न चाहन्छु भने उहाँको सिपप्रति म गर्व गर्न चाहन्छु। र यति हजुरहरू पनि यस्तै चोकचो र यस्तै हरेक पेन्टिङका लागि उहाँलाई सम्झाउनु होला र उहाँको सिप पनि हेर्नु होला। र उहाँलाई म यति धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। लास्ट अन्तिममा म के भन्न चाहन्छु भने मसँग सङ्घर्ष गर्दै आउनुभएका मेरो प्यारो भाइ ख्यालबोजू आज क्यामराम्यान उहाँ हो, उहाँलाई धन्यवाद दिन चाहन्छु। र मेरो लास्टमा मेरो भिडियो हेर्नुहुने सम्पूर्ण दर्शकहरूलाई लाइक सेयर कमेन्ट गर्नु होला र तपाईँहरूलाई म धन्यवाद लाखौँ प्रार्थना गर्दै थ्याङ्क यू। धन्यवाद। इन्टरभ्यू